साथीहरू सर्लाहीबाट भ्रष्टाचार विरुद्धको अर्को ठूलो कारबाही सार्वजनिक भएको छ। भूमिगत जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय करमैया डिभिजन प्रमुख अनुपमा ढकाल र मेकेनिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका वडा नम्बर 12 स्थित सरकारी क्वार्टरमा छापा मार्दा डिभिजन प्रमुख बसेको सोफामय सेवाग्राहीबाट लिएको 7,50,000 रुपियाँ नगद फेला परेको जनाएको छ। साथीहरू खान तलासीका क्रममा त्यसबाहेक स्रोत नखुलेको 71,115 रुपियाँ समेत बरामद भएको छ। यसैसँगै बरामद रकम 8,21,000 रुपियाँ भन्दा बढी पुगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरी भुक्तानी माग्दा डिभिजन प्रमुखको निर्देशनमा मेकेनिकल अधिकृत मार्फत घुस मागेको आरोप छ। सेवाग्राहीबाट रकम बुझेर सरकारी क्वार्टरमा पुर्याएका बेला अख्तियारको टोलीले अपरेसन सञ्चालन गरी दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। साथीहरू हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ। दोषी प्रमाणित भए कानुन अनुसार कारबाही हुने अख्तियारले जनाएको छ। अब प्रश्न उठेको छ, विकासका लागि छुट्याएको बजेट भ्रष्टाचारमै अल्झिने हो भने सेवाग्राहीले कहिलेसम्म सस्ती भोग्नुपर्ने? यस्ता भ्रष्टाचार विरुद्धको कारबाहीलाई तपाईँ कसरी हेर्नुहुन्छ? आफ्नो धारणा कमेन्टमा लेख्न नबिर्सनुहोस्। यस्तै सत्य तथ्य अपडेटको लागि हाम्रो पेज र च्यानललाई सब्स्क्राइब तथा फलो गर्न नबिर्सनुहोला। धन्यवाद।